नेकपा माओवादी केन्द्रभित्र नेताहरू एकल निर्वाचनमा जाने हो भने सबैभन्दा पहिले जित्ने नेताको नाम हो जनार्दन शर्मा अर्थात् प्रभाकर। कर्णाली प्रदेशमा उनको छुट्टै प्रभाव छ। शर्माकै गिर प्रदेश कर्णालीमा माओवादी 1 नम्बर पार्टी छ। आफूलाई लागेको कुरा स्पष्ट रूपमा राख्न सक्ने शर्माको शैली उनकै लागि घातक बनिरहेको टिप्पणी नेताहरूकै छ। माओवादीकै नेताहरू भन्छन् प्रचण्ड विरुद्ध आवाज उठाउनेहरू माओवादीमा टिकेको इतिहास छैन। कतै अब शर्मा पनि अर्को बाबुराम भट्टराई बन्ने त होइन। नेताहरू शर्माको पक्षमा कम भए पनि एक्लै समूह बनाउने हो र सबै तहमा निष्पक्ष निर्वाचन हुने हो भने देशभर शर्मा पक्षका कार्यकर्ताको वर्चस्व र दबदबा छ। त्यसैले पनि अहिले शर्मा विरुद्ध प्रचण्डको नाम लिँदै नारायण काजी श्रेष्ठ, ब्रसमान पुन, देव गुरुङ लगायतका नेताहरू मिलेर सक्रिय भएका छन्। जनयुद्धको आधार किल्ला मानिएको रुकुमबाट उदाएका शर्मा पार्टीभित्र व्यक्तिको होइन विधिको शासन लागू गर्नुपर्छ भन्ने मान्यता राख्ने नेतामा गनिन्छन्। देशभर ब्रसमान पुन, देव गुरुङ, शक्ति बस्नेत, नारायण काजी श्रेष्ठ, कृष्णबहादुर महरा सबैका गुट छन्, तर आरोप शर्मामाथि मात्रै लाग्दै आएको छ। कारण हो शर्मा सबैका विषयमा निष्फिक्री भएर बोल्ने गर्छन्। शर्मा बाहेक अन्य नेताहरू आफूलाई हेडक्वार्टरको खास मान्छे भन्दै आफ्नो स्वार्थ सिद्ध गर्न लागेको र आफ्नो गुटमा नरहेका जो कोहीलाई शर्माको मान्छे भन्दै राजनीति गरिरहेको आरोप पनि नेता कार्यकर्ताको छ। यहाँसम्म कि शर्मासँग नाम जोडिएका नेता कार्यकर्तालाई माओवादी केन्द्रका सुप्रिमो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पनि नदिन नै सक्रिय हुने गरेको बताइन्छ। अहिले माओवादीभित्र प्रचण्डलाई प्रश्न गर्ने एकमात्रै नेता शर्मा हुन्। राजनीतिक विश्लेषकहरू पार्टीभित्र फरक मत राख्नेको सम्मान गर्नुपर्ने र पार्टी नेतृत्वलाई स्वेच्छाचारी हुन नदिन कुनै न कुनै नेता प्रश्न गर्न सक्ने हिम्मत भएको हुनुपर्ने बताउँछन्। नेकपा माओवादी केन्द्रभित्र प्रभावशाली मानिएका नेता शर्मालाई अहिले भने एक्ल्याउन थालिएको छ। पार्टीभित्र निर्वाचन मार्फत नेतृत्व चयनको चर्को विषय उठान गर्न नछाडेपछि उनलाई एक्ल्याउन थालिएको हो। उनी विरुद्ध वर्षमान पुन, नारायण काजी श्रेष्ठ, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरू सक्रिय भएर लागेका छन्। पछिल्लो 2 वर्ष यता प्रचण्ड र जनार्दन शर्माको सम्बन्धमा पनि उतार चढाव आएको बताइन्छ। जनार्दनको समूह तल्लो स्तरसम्मै छ भने अन्य नेताहरूको पनि छ। एकल रूपमा भने जनार्दन समूह कार्यकर्तामा आज बलियो रहेको नेता कार्यकर्ताहरूकै टिप्पणी छ। केन्द्रमा भने उनको समूहमा खासै चर्चित नेता छैनन्। सुदन किराती, खगराज भट्ट लगायतका नेताहरू शर्मालाई साथ दिँदै आएका छन्। अखिल क्रान्तिकारी र प्रेस सेन्टरको निर्वाचनमा शर्माको समूह एकल निर्वाचनमा गएको थियो। अखिल क्रान्तिकारीको निर्वाचनमा सबै नेताको छुट्टा छुट्टै समूह बनाएर निर्वाचन लडेको थियो, जसमा शर्मा समूहको प्यानलको हाबी कायम भयो। प्रेस सेन्टरको निर्वाचनमा शर्मा समूह बाहेकका सबै गुट आपसमा मिलेका थिए। वाइसेलको निर्वाचनमा पनि शर्मा समूहलाई निशाना बनाइयो। कर्णाली प्रदेशमा आफ्नो वर्चस्व जमाएका शर्मालाई पार्टीभित्र किनारा लगाउन थालिएपछि पार्टी कमजोर हुने त होइन भन्ने आकलन पनि हुन थालेको छ। शर्मा समूहका नेताहरू भन्छन् जनार्दनलाई पार्टीमा निषेध गर्न खोजिँदैछ, यसले सङ्कट निम्तिन सक्छ। पार्टी हेडक्वार्टरले सबैलाई समेट्न नसके देशभर यसको असर देखिनेछ। शर्मा यसअघि महासचिवका आकांक्षी थिए। शर्मासँगै वर्षमान पुन पनि महासचिवका दावेदार थिए, तर अध्यक्ष प्रचण्डले निर्वाचनमा जान खोज्दा पनि रोकेर देव गुरुङलाई अघि सारेपछि शर्माको दूरी प्रचण्डसँग बढ्दै गएको थियो। उनले सार्वजनिक कार्यक्रममै आफू उपमहासचिवको पद स्वीकार गर्ने बताएका थिए। माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीभित्र केही तत्त्वले खेल्न खोजेको बेला बेला टिप्पणी गर्दै आएका छन्। शर्मा रुकुमका हुन्। रुकुममा माओवादीको गजबैको प्रभाव छ। प्रमुख प्रतिपक्षी दल रहेको माओवादी केन्द्र यति बेला देशभर विभिन्न अभियान चलाइरहेको छ। यस्तोमा सबैजसो अभियानमा शर्मा देखिएका छैनन्। अरू सबैजसो नेतालाई प्रचण्डले साथमै लगेको भए पनि शर्मालाई लग्न छाडेका छन्। यसले नेता कार्यकर्तामा विभिन्न आशंका पनि पैदा गरेको छ। तर शर्माले भने आफू माओवादीबाटै जन्मिएको र माओवादी छोडेर कहीँ नजाने, बरु यही सङ्घर्ष गर्ने बताउँदै आएका छन्।